नमस्ते। फेरि पनि म पार्ट 2 भिडियो लिएर आइसकेको छु। कोरियन सरकारले नेपालको 4वटा हस्पिटलहरू चाहिँ स्वास्थ्य चेक गर्नको लागि चाहिँ मान्यता प्राप्त दिएको छ। त्यो हस्पिटलहरू हो सिभिल हस्पिटल न्यू बानेश्वर, कोरियन हस्पिटल नयाँ ठिमी भक्तपुर, पाटन हस्पिटल ललितपुर लगनखेल अनि अर्को हस्पिटल हो टेकु हस्पिटल काठमाडौँ। हजुर, यो 4वटा मध्ये पनि हजुरलाई कुन हस्पिटलमा सजिलो अनि कम खर्चिलो लाग्छ त? मेरो भिडियो अन्तिमसम्म हेरेर हजुरहरूले सहयोग लिन सक्नुहुनेछ है त। हजुर, जुन हस्पिटलमा हजुरले स्वास्थ्य चेक गरे पनि लास्टमा हजुरले टेकु हस्पिटलकै छाप अनिवार्य लाउनु पर्ने हुन्छ। सो आई सजेस्ट यु हजुरले टेकु हस्पिटलमा चाहिँ स्वास्थ्य चेक गर्नुभयो भने छातीको एक्सरे अनि खाकरको जाँच हुन्छ, 1500 हुन्छ। बट अरू हस्पिटलमा चाहिँ अलि धेरै स्वास्थ्य चेक गर्नुपर्ने हुन्छ र पैसा पनि अलि धेरै लाग्ने हुन्छ। अनि कुनै हस्पिटलमा चाहिँ छातीमा पुरानो दागहरू देखियो भने हजुरले अझ दुःख पाउनुहुनेछ। सो आई सजेस्ट यु हजुरले टेकु हस्पिटलमै गर्नुभयो भने हजुरलाई एकदम सजिलो हुनेछ। हस् त, म अब यसपछि के प्रोसेस गर्नुपर्छ, कहाँ जानुपर्छ भन्ने कुरा अर्को भिडियोमा बताउनेछु। मेरो भिडियो चाहिँ लाइक, सेयर अनि रिपोस्ट गरेर सहयोग गर्नुहोला। फलो गर्नुभएको छैन भने फलो गर्नुहोला। अनि योभन्दा अगाडिको प्रोसेसहरू के थियो मेरो फर्स्ट भिडियोमा छ, हेरेर सहयोग लिन हुन सक्नेछ। अर्को भिडियोमा भेटौँला है त। नमस्ते।